नमस्ते गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो 2081बाट 82 साल लागेको छ। हाम्रो घुमघाम क्रम हेरिरही काट्नेतिर लाग्दैछौँ गाइजहरू, हेर्न सक्नुहुन्छ। हेलो गर्दै भनेको सिधै नै यो गाइस, यो 1 नम्बरको भार्रे केटी हो। जाउनल नमस्ते। यो गाइस, यो 1 नम्बरको भार्रे केटी हो। जाउनल नमस्ते भन्दै नै यता सबैलाई नमस्ते भन्ने त ढोक्दिया होइन, यता अलि ठोक्दिया गर्ला नि। यता पहिले नमस्ते भनेर भन त ल। को सत्कारी रहेछ ओ यहाँ जाउन मार्दियो। नमस्ते गर त। त धारिङ्गे हात गरियो कस गरियो है। यता मेरो बजै ल ल नमस्ते ढोक्दिया गाइजहरू। यिनीहरूले चाहिँ यहाँ जाउ गाउँ काट्दैछन्, बाघ गाली खाँदै काट्दै गर्दैछन्। भैँसी मम्मी राङ्गो हो कि दाजु बिमार हुनुहुन्छ, फेरि यस्तरी काम गर्दैनछ। यसो तार परेको नल काट्दैनछ। उता किरीहरूले चाहिँ ठाडो परेको, यता बाजेले तेर्छ परेको। नमस्ते ठोक्ती। म भिडियो सुट गर्छु के मम्मी, सबैलाई देखाए। दिदी बहिनीको माया प्रेम भी कस्तो अनौठो हुँदो रहेछ के गाइजहरू। मतलब कि 2-3 दिनमा बहिनी भेट्न हुँदा मलाई कस्तो मन हुन्छ। अनि बहिनीले मलाई नभेटेपछि ऊ माथिदेखि तल आउँछ, अनि ऊ आइने भने म तलदेखि माथि जान्छु। यति धेरै माया प्रेम छ। अनि दिदी बहिनीमा यति कुरा सेयर हुँदो रहेछ कि उसले हर कुरा मलाई सेयर गर्न सक्छ, अनि मैले उसलाई हर कुरा सेयर गर्न सक्छु। यति विश्वास हुँदो रहेछ, यति विश्वास दिदी बहिनीमा। गाली गुलोज बहिनीले मलाई कतिचोटि मलाई पिटेको छ, बहिनीलाई मैले कतिचोटि पिटेको छु। उसको शरीरदेखि मैले कपडा फुकालेको छु, भाइ मेरो कपडा दे। उल मेरो कपडा फुकालेको छ कि भाइ मेरो कपडा दे। फेरि हामी उति छिनमै गाली गरागर गर्छौँ, उतिखेरै हामी मिल्छौँ। यति दिदी बहिनीको माया प्रेम हुँदो रहेछ। अनि हामी चाहिँ कुराकानी गर्दै जौ काट्दै गर्दै थियौँ साथीहरू दिदी बहिनीसँग। बोफरमा चाहिँ हामीले फडी गीतहरू सुनेर इन्जोय गर्दै थियौँ। यिनीहरूले चाहिँ गीत सुन्दै हाँस्दै गरेका छन्, हेर्न सक्नुहुन्छ। ल डान्स गरौ। यिनीहरूले चाहिँ कस्तो र्याप सुन्दैछन् हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। अनि यो मेरो बुढीले चाहिँ जौ सुकाउँदै थिए, जौलाई चलाइदिँदै थिए, हेर्न सक्नुहुन्छ। उसले नि मजाले गीत सुन्दै भिजाउँदै थिए। मान्छेहरूले माया बस्छ, माया हुन्छ भन्छन्, लेकिन मलाई कस्तो माया बस्छ कि आफ्नो बाजे बजैसँग के यति धेरै माया लाग्छ कि उनीहरूलाई 1-2 दिन नभेटौँ न म यस्तो फिल हुन्छ कि सायद म कस्तो फिल गर्छु भन्ने म आफैलाई थाहा हुन्न। म वहाँ जान्छु या त फेरि उहाँहरू मेरो घर आउनुहुन्छ।